हामी लाङटाङ यात्राको क्रममा छौँ र आज पहिलो दिन हामी काठमाडौँबाट स्याब्रो बेसीको लागि बस चढेर स्याब्रोमा ओर्लियौँ र स्याब्रो बेसीमा खाना खाएर हामी पहिलो विश्राम स्थल पहिरोतर्फ लाग्छौँ र दोस्रो दिन हामी पहिरोबाट थाङस्यापसम्मको यात्रा गर्छौँ। यता माथिको गाउँ त ठुलो स्याब्रो हो। हामी यहाँ पनि देख्न सक्छौँ रङ्गी बिरङ्गी हेलिकप्टरहरू, अगाडि देख्न सक्छौँ हरियो साग, हातमा छ कप, तातो पानी सकिएको छ। हिजोको दिन के भयो ल भन्दै सन्तोष, हामी काठमाडौँबाट आयो। यो दिन हामी काठमाडौँबाट गाडी चढ्यौँ। गाडी चढिसकेपछि हामी स्याब्रो बेसीमा झऱ्यौँ। पासाङ होटेलमा मस्त मासु र भात खायौँ है। अनि फेरि हिँड्दै 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 आयौँ झर्नामा। 4:30 बजे हामी हिँड्न थाल्यौँ र अहिले यहाँ पहिरोमा बस्नाइहरू बिग्न बाधाहरू आए, तर त्यसलाई पार गर्दै हामी चाहिँ नमस्ते होटेलमा आएर चाहिँ खाना खाएर हाम्रो गन्तव्यतर्फ चाहिँ हामी अब हाम्रो गन्तव्य माथि लाङटाङ रिजनमा छ। प्रब्ले आइदिङ बम्बा अमिते 6:45 मा हामी पहिरोबाट चाहिँ माथितर्फ लाग्दैछौँ। परेन त्यहाँ त। ल एभ्रिवान चियर अप, लेट्स गो। ल लाङटाङ यात्राको क्रममा कतिपय ठाउँहरू निकै डरलाग्दा थिए, कतिपय ठाउँमा बाटोहरू झरेका थिए, कतिपय ठाउँमा पहिरोहरू झरेका थिए। हामी सबैलाई छेड्दै अगाडि बढ्छौँ। ती बाधा अडचनले त्यहाँको मनमोहक दृश्यको मूल्य अझै धेरै महँगो बनाइदिन्थ्यो। ती समस्यापछिको दृश्यहरूले मनलाई निकै नै आनन्दित बनाउँथ्यो। Still on our way to Langtang. Hello, welcome to Riverside. ल हामी भने आयौँ रिभर साइड। अहिलेको टाइम चाहिँ लगभग 2:35 जस्तो छ। हामी कति 12:45 तिरबाट हिँडेको जस्तो लाग्यो। 2 घन्टा जस्तो लाग्यो, लगभग 2 घन्टा जस्तो लाग्यो। ठाउँ चाहिँ नाइस छ यहाँ है। यहाँ चाहिँ बिस्तारै बाधा अडचन छेड्दै हामी भौगोलिक विविधता देख्दै अगाडि बढ्न लाग्यौँ। ती जङ्गलहरू, ती उकाली ओह्रालीहरू र साथमा ती मित्रहरूले अझै पनि यात्रालाई रोमाञ्चक बनाइरहन्थ्यो। हामीले देख्ने ती
प्राकृतिक दृश्यहरूले मनमा आनन्द थप्थ्यो र एउटा अझै राम्रो दृश्यको लागि हामीलाई अझै अगाडि बढाउँथ्यो। त्यही भने हामी नै कति छौँ 10 8 9 10 11 जना जति हुन्छौँ हामी है। यस्तो छ यहाँको माहौल चाहिँ। 441 सम्मको अपडेट 441 सम्मको अपडेट छ। हामी भर्खर घोडा तपाईँलाई आइपुग्यो। हामी चाहिँ लगभग 12:45 बाट लामा होटलबाट हिँडेको थियौँ। वेदर चाहिँ यस्तो छ, वेदर पुरै फगी छ यता। सो प्लान चाहिँ लाङटाङको हो। कति डे लाइट बाँकी हुन्छ 5 6 6:20 सम्म चाहिँ डे लाइट हुन्छ। सो द्याट्स gonna be a tough one. Let's see how it goes. We are here after like walking. We started walk at 7. 6:45 तिर हिँड्न थालेको is 4:45 right now. आज हामी कहाँ छौँ रे? यो ठाउँको नाम के रे भाइ? थाङस्याप भन्ने ठाउँमा छौँ। यो चाहिँ घोडा तपाईँलाई भन्दा एक स्टेप माथि हो, ल लाङटाङ भन्दा एक स्टेप तल हो। अलिकति हामी यहाँ आउँदाखेरि डे लाइट सकियो र त्यसले गर्दाखेरि चाहिँ हामी यतै बस्ने आज निर्णय गरेका छौँ। भोलिको टार्गेट चाहिँ हाम्रो क्यान्जिङ गोम्पा छ। अनि नेक्स्ट डे चाहिँ लाङटाङ यात्राका क्रममा हामी पहिलो रात पहिरोमा बसेका थियौँ। त्यसपछि पहिरोबाट हामी थाङस्यापसम्म पुग्यौँ र दोस्रो रात हामीले थाङस्यापमै बिताउनु